हाई गाइज, आज पनि म फेरि आएँ ल। हिजोभन्दा आज मलाई अर्कै देखिसक्यो काली। हिजो अलिअलि काली देखिएछ, आज त काली देखियो फेरि। मलाई चिन्नु भइहाल्यो होला होइन, त्यही फेमस वाली के त युट्युब वाली टिकटकमा नि हाल्छु भिडियो अलिअलि। हेरिदिन्छन् 400-500 जना मेरो फ्यानहरू छन्। फ्यानहरूले नाम थाहा नभए मेरो यहाँभन्दा अगाडिको पहिलो भिडियो हेर्नु। मेरो पहिलो र दोस्रो भिडियो हो नि, त्यसमा मैले नाम भनेको छु। म यसमा त नामै भन्दिनँ। फेमस मान्छेको नाम भन्छ त यो कोठी हेरेर बुझ्नु ल नाम के हो, बुझिहाल्छ नि। कस्तो मलाई यो हुडी लागे नसाउनु रहेछ क्या। हेर्नु न, कपाल भने यस्तो राम्रो छ भनेर भन्न नमिल्ने के। हेर्नु Oh my God! कपाल चाहिँ यस्तो छ तर मलाई नसाउने के। कालो हुडी लायो भने अर्कै मुखै अर्को। हेर्नु औतारी देख्दा चाहिँ खान नपारिने जस्तो छ्या। दुईजना मेरो फ्यानहरूले भन्छन् है, खुब तिमी त मोटी छौ नि, खान पारै त होला नि भन्दै लान्नी। फेरि मैले खान्छु, मेरो ज्यानै यस्तो छ ल साथी। साथीहरू मैले खाने गरे भएर क्या मलाई साथीहरूले के भनेर बोलाउँछ थाहा? मेरो निकनेम के राखेन थाहा? लुरी। अरू नाम राख्न नसकेर त्यही लुरी राख्न सके त होला नि तिमीहरूले होइन। ल साथीहरू, म फेमस मान्छे अब होइन, के गर्नु। अब सधैँभरि यही भिडियो बनाएर बसिराखेर नि भएन, आफूले खानु नि पर्यो होइन। भोक लागिरहेको म चिया खान्छु। के अनि साथीहरू, बरु तिमीहरू नभए म बाँचिदिन्छु, तर चिया भयो भने म बाँच्दिनँ क्या। मलाई अक्सिजन भन्दा पनि बढी मलाई चिया चाहिन्छ। फेरि खुब भिडियोमा साथी भन्यो भनेर साथीहरूले सोच्ला नि, हामीलाई अक्सिजन रे, हामी बिना त नबाच्ने रहेछ भनेर भन्लाउने। तिमीहरूलाई भने मैले हावालाई भनिरहेको छु। गाइज आजलाई यति नै ल। मैले अब खासै टाइम छैन क्या मेरो भिडियो बनाउनु, के गर्नु, बिजी हुन्छु, टाइम छैन। ल बाई, आजलाई गुड नाइट ल। लभ यु सबैजनालाई। मेरो भिडियो फुल वाच गरिदिनु होला, हेरिदिनु। भोलि म फेरि अर्को भिडियो लिएर आउँछु ल। बाई।